ये अरू की छोरी पटेर होइन भाइ यो 1 रुपियाँ भन्दा त 1 रुपियाँ कमाउन सकेको छैन सार उबाट ब्ल्याकमेल गर्ने हो मैले हजुरको छोरीलाई भगाएको छु पैसा चाहियो भाइ म जस्तो लेजेन्ड मान्छे दुनियाँमा छैन भाइ यो हेर्नु मेरो घर चाहिँ सुदूरपश्चिम डोटी हो है हेलो त साथीहरु वेलकम माइ युट्युब च्यानलमा तपाईहरुको आफ्नै साथी सन्तोष अनि आज चाहिँ एउटा मेन कुरा के भन्नु पर्ने भनेपछि एउटा कुरा चाहिँ के छ भने चाहिँ अनि अर्को कुरा चाहिँ के भने कसरी हेरे कसरी हेरे एकचोटि वेटिङ गर्नु के वेटिङ कुरा के भनेपछि यसो मेरो लागि केटी पठाइदिनुबाट के बिएससी भइरहेछ नि अनि त्यही हो मेन कुरा चाहिँ अर्को त के भन्ने र होइन अर्काको देशमा काम गर्दा गर्दै 5-6 वर्ष भइसक्यो साला पैसा कमाउनु सकेको छैन कसैकी छोरी भगाएर त माया पैसा चाहिँ कस्तो हो भनेपछि अरूकी छोरी पटेर पैसा अब यो इन्डियाको ठाउँमा बसेर 5-6 वर्ष भइसक्यो 1 रुपियाँ कमाउनु सकेको छैन भाइ 1 रुपियाँ भन्दा त 1 रुपियाँ कमाउनु सकेको छैन साला होइन त्यसैले अर्काको छोरी भगाउने हो उबाट ब्ल्याकमेल गर्ने हो मैले हजुरको छोरीलाई भगाएको छु पैसा चाहियो भाइ भन्ने हो आएकोसम्म धनी बन्ने हो रातारात यदि म जस्तै मबाट यस्तो टिप्सहरू कोही जान्न चाहनुहुन्छ भने मलाई सब्सक्राइब फलो गर्नु अर्को कुरा चाहिँ बिस्तारै मैले धेरै टपिकहरू सिकेको छु क्या कसैको छोरी भगाउने कसैको साली भगाउने कसैको साली भगाउने धेरै कुराहरू मैले सिकेको छु केटा हो मबाट यदि कसैले टिप्स लिन चाहनुहुन्छ भने चाहिँ मलाई सब्सक्राइब गर्नु म धेरै कुराहरू सिकाउँछु तपाईँहरूलाई चिन्ता नगर्नु म जस्तो लेजेन्ड मान्छे दुनियाँमा छैन भाइ यो ए हो अनि मेरो घर चाहिँ एकजना पागलले सोधेको थियो हेर्नु मेरो घर चाहिँ सुदूरपश्चिम डोटी हो है अरू कुरा चाहिँ भोलि पर्सि गर्दै गरेर मलाई एकै दिनमा कुरा गरेर मेसेज दिइहाल्छ नि त केटा हो भोलि अरू कुराहरू लिएर आउँछु साली भगाउने टिप्स लिएर आउँछु साली भगाउने त्योभन्दा पनि केटी भगाउने फर्स्ट केटी कसरी भगाउने भन्ने कुराहरू म स्पष्ट गरिरहन गर्छु ए के हो थाहा भएन गर्छु त्यसपछि हजुरहरूलाई म सिकाउँछु कि सबै कुराहरू सिकाउँछु चिन्ता नगर्नु कि एउटा है ल भाइ सब्सक्राइब गर्नु सालाहरू नत्र भने तिमीहरूको बहिनीहरू पनि भगाइदिनु